हेलो साथीहरु नमस्ते दर्शक वेलकम छ हजुरलाई रसन भ्लगमा। आज पनि आइसक्यो हजुरको सामने न्यू डे न्यू भिडियो एन्ड भ्लग लिएर हैन। आयो सबैजना सन्चै हुन्छ र म पनि सन्चै स्वस्थ व्यस्त नै छु। चरर एकदम बोलिरहेको छु। हाई डल्ली हाई। अनि अरु नाम हजुरको? आज मुड खराब छ कि किन? खै किन बहिनीको मुड खराब भएको छ रे आज। अनि हामी दुई बहिनी चाहिँ गोला जान लागेको छौँ हैन। आज गोला जाने रे, त्यही भएर गोला जाँदैछौँ। यति बेला चाहिँ हामी नन्द बहिनी चाहिँ अगाडि गइसक्नु भएको छ। अनि अघि बिहान चाहिँ बाख्रा फुकेको होइन, गाईको होइन पछि हो फुगाएको चाहिँ, किनकि राति पानी पर्यो अनि बिहानै अलिक सिमसिम परिरहेको थियो। चिसो हुन्छ नि त, चिसोमा बाख्रा चढ्दैनन्। अनि त्यही भएर बेलुका बाख्रा फुकाएको। अनि आमा गएर आउनुभयो, फेरि अब हामी जाँदा छौँ दुई बहिनी। हो यहाँ त आरु नै छैन हे, कत्रो रुखो फेरि आरु सक्यो तेरो बाजे। मेरो बाजे छैनन् के, आरु सकिसक्यो आगे। आजको मौसम पनि त्यस्तै छ साथीहरू। अब बद्री लागेको पुरै टन्न पारिकन हो। यता हेर्नु न, कहाँ जानमा त? एन्जी हाम्रो दिदी हो नि, चिन्नु भएको छ? सब लजाउँछन् कि फेरि। बिहान राखिसक्यो। हो अरू केही नै भने फरल त हाई भन्नुहोस्। हाई होइन साथीहरू, आजको मौसमले हेर्नु यस्तो कालो बत्ती गरेको पानी पर्ला यस्तो गरेको पुरै पानी। मौसम एकदमै राम्रो छ। अनि पछि कहाँ जान लामो छ खेतमा? कता? उतै कहाँ लगाउनु भयो? उता पनि लगाउनु भयो? हाम्रो दिदीको अवस्था हेर्नुहोस् यहाँ। गाउँघरको यस्तै हो के, कस्तो हो र फेरि गाउँघरको अवस्था यस्तै हो। अनि पछि बर्खा लागिसक्यो, बर्खामा यही त हो नि, अब खेतीपाती गर्नुपर्छ होइन साथीहरू। हाम्रो जिरानीले टाउको ढाकेर दिदी यता हेर्नुहोस् त, असुरा पातै टाउको ढाक्छन् दाङ्गा मान्छेले साथीहरू। यता हेर्नुहोस्, राम्रोसँग यता फर्किनु न, यता फर्किनुहोस् त। ओ छाता किनिदिएको बजाले हेर्नुहोस् न, उही नागिन। तैँले फेरि भिडियो ल्याउँदा फेरि छाता किन घोप्लाएको तल पारिदिनु जस्तो के हुन्छ के भइसक्यो तपाईँ भन। सुकेछु चिया के सुकेछु खा भन्नु। यस्तो चाहिँ मान्छे छ। हामी चाहिँ खेतमा आइसकेका छौँ होइन। हेर्नु सन्चै कस्तो राम्रो छ क्या आजभोलिको मौसम। बर्खा लाग्यो नि, यति राम्रो मौसम छ, यति राम्रो मौसम त के गर्नु। यस्तो मौसममा त नि घुम्न जान मन लाग्छ कि। म त लास्टै तँलाई लाग्छ लाग्दैन? लाग्छ लाग्यो के गर्ने त के, घुमाउने मान्छे कोही पनि छैनन् हो कि एकचोटि टेस्ट गरौँ। घुमाउने मान्छे तास खेल्न जान्छ कहिले, तास खेल्न जान्छ नि होइन साथीहरू। साँच्चै ठग्यो होइन, यो बसन्त ऋतु भन्छ नि, लास्टै राम्रो हुन्छ कि बसन्त ऋतु। अनि यो बर्खामा भर्खर बर्खा लाग्ने सिजन, पुरा बादल गरेको चिज, हावा लागेको चारैतिर हरियाली, यस्तो राम्रो लाग्छ। यति मनपर्छ मलाई के गर्नु खै साथीहरू। चराउने भैँसी चराउने फेरि मन पर्दैन है? मन पर्दैन? मलाई त मनपर्छ, गोला जाने नि लास्टै मनपर्छ। यस्तो मौसममा होस् या गर्मी होस् जेसुकै होस्, साथीहरू हुनु पर्यो, लास्टै रमाइलो लाग्छ मलाई पनि गोला जानलाई साथीहरू। हाम्रो यता पोखरामा पनि बिहा राख्ने स्टार्ट भइसकेको छ। उतातिर खेततिर पनि बिहा कसैले राखिसके हान् लागि सेता के प्लास्टिक टाँगे हान्, बादल हेर्नुहोस् के माथितिर पानी चुयो जस्तो गरे हान्। उतातिर चाहिँ बिहा राख्ने तयारी हुँदैछ। यस्तो राम्रो मौसम छ नि, कति माया लाग्दो, स्विट क्युट भन्ने। भगवान्ले माया गरिदिने हो, गर्दिनँ त। कस्तो राम्रो मौसम देखिएको छ कि, साँच्चै ठगेन कसम गाँठेर त। हरियाली हेर्नु न साथी, यस्तो पुरा हरियाली, बादल त्यसैमा कस्तो रमाइलो देखिया। यता हेर त कति राम्रो प्यारी देखिया छेस। लास्टतिर एउटालाई हो हेरेपछि हो किन भन्दैन त होइन। बाख्रा त आयौँ साथी, बाख्रा कता छन्? त्यो टपमा छन् क्या, टपमा त उता छन् जस्तो छ बाख्रा। हामी बाख्रातिर बनाने हो यहाँ त कसले सिकाउँछ यस्तो भाषा? आफै आयो मुखबाट मुखबाट
अहिले मैले अन्त्यबाट आयो क्या भने त्यो मुखबाटै आएछ त हामी चाहिँ आइसक्यौँ वालाको वरिष्ठलाई भेटाइसकेका छौँ हामीहरूले चाहिँ टिकटक बनाउने र अब यिनीहरूले के अरे अब त पनि जान तिमीले मेरो बेइज्जत गर्छौ हेर दे यस्तरी हो यहाँ हुन्छ नि यस्तरी यस्तरी त्यो गर्नु अनि फेरि यस्तरी आउने अनि फेरि यस्तरी अनि मेरी माया दुई चुल्ठी बाटे कि पहिला हेर्दा नि दुई चुल्ठी बाटे उल्टो हुन्छ त अनि मलाई हेर्दा मुसु मुसु हाँसे मलाई हेर्दा मुसु मुसु हाँसे कि अनि के भन्छ मैले यस्तो गर्छ मै पनि जान्दा के छ गीत थाहा पान्न गीत बजाएर साथीहरू भलक ल्याइरहेको छु अब गीत बजाएर यिनीहरूले अब मेरो मोबाइल आइसक्यो यिनीहरूले अब नि यति हैरान पार्छ नि के गर्नु अर्को मोबाइल म देखाउने थियो हजुरहरूलाई के गर्नु अरू दुश्मन छ धेरै दुश्मन हेरेको हेरे ल दुश्मन हेरेको हेरे दुश्मन नानी समात बिरोले साथीहरू तपाईँले देखाउँछु गरिने आधी गर्न भने क्या यस्तो नाच्नु साथीहरू के गरे मेरो नाच्नु छ त होला अझ दुश्मन हेरेको हेरे अनुहारमा हेऱ्यो भने दुश्मन हेर्छ नि त त्यो गाई त्यो छानफुटिया गाई होइन बुरुक बुरुक जस्तै हुन्छ तिमी त गाई त्यस्तो फिट्छ जुन केटाहरू अगाडि नआएस् रिसाउनु कि आधी अब टिकटक बनाऊ साथीहरू अहिलेलाई चाहिँ एकछिनलाई स्टप गर्छु रे भन्छ नानी टिकटक बनान्छु होइन गर्न अघि गरे जस्तै अब त टिकटक बनान्छु अलि भएन के अलि भएन अघि गरे जस्तै कस्तै आउँछ त के त्यो गर्न टिकटक बनान्छु भनेर कस्तो गरेर गर्दा दामी आउँछ गर्नु न त्यो दामी आउनु चाहिँ अब टिकटक बनान्छु तेरो टिकटक बनान्छु कसले सिकायो तँले बनान्छु खान्छु आफै मुखबाट आयो टिकटक बनाउनु के भने आम बिर्सिक्यो त्योबाट आइरहन्छ कि मुखमा यहाँको डान्स यतातिर सिर्जनाको डान्स रेकर्ड हुँदैछ यहाँ म क्यामराम्यान एक्सन 1 2 3 होइन के चप्पल होइन कि एउटा क्यामराम्यान दुईटा हात यहाँ छ नि त यी 1 यता हेर मुन्टो काटियो तेरो यता हेर के 1 त्यो परिचय हजुरको परिचय नाम चाहिँ नम्बर त डाङ्गी हो म चाहिँ नाम त नभन् के सिर्जना डाङ्गी मान सिर्जना बस्ने धान छिर भन्छिर बस्ने मेरो डान्स हेरिदिनु होला भन्छिर डान्स हेरिदिनु होला सबैले माया गरिदिनु अब रेडी 1 2 3 गो अनि मेरी माया दुई चुल्ठी बाटे कि दुई चुल्ठी बाटे कि कस्तो गर्ने अघि के नाचेछु र यति नाचे राम्रो हैन म नाचेर आउँदै के अझ हेर न सिर्जना सिक लगाएको थियो लचक लचक गर्न नाचेछु नि त्यति छिर के छिर यो खतरा छ के जाम न हो डाइ बधाई स्टिरिङ घुमाउँदै 2 दिनको जिन्दगी पिराती लड्दै अरु के भन्छ अरु चाहिँ के पखो त फेरि अब नसुनेपछि त गन्त परेर सुन्ने गरे आएर फेरि नसुनेपछि कस्तो गर्नुपर्छ सिर्जना यस्तो गर्नुपर्छ पुरै यस्तै गर्नुपर्ने छ फेरि यस्तै गरेर ढल्केर गर्नुपर्ने छ अनि अरु भने नि हुन्थ्यो यस्तै गर्नुपर्ने छ मौसम आजको कालो बादल दे ड्राइभर दाइ गर्न फेरि एकचोटि अलि यस्तो थियो कि अलि टाढा थियो
पाउनु सिकाइराखेको थियो नि यस्तो गर्नु भनेर सिधै हात घुमाउनेतिर छ त्यो स्टिरिङ घुमाउन दाइ भने जस्तै हो कि यो गाइजहरु हामी चाहिँ बाख्रा चराउन आएको बाख्रा चाहिँ हेर्नु न बाख्रा चराउन आएको हामीभन्दा नि ज्ञानी छ नि बाख्रा चाहिँ बस्यान कमसे कम अनि पुरा तुजुके बस्या निनीहरू बाख्रा चाहिँ हामी छौँ बमहाली बाख्रा मुतेछन् भगवान् अब मुत्छन् छिटो भन् आइज छिटो बोला छिटो पैसा फिर न आदान प्रदान गर भन् कि छिटो आदान प्रदान गर त छिटो प्लिज नमस्ते ढोगरिया नमस्ते ढोगरिया अनि तिम्रो होइन तिम्रो हेराइले मेरो धड्कन रोकिदिया सिर्जना गलाएको काम बाख्रा हेर्दै नि निले ऐसी लड्यो माया भिरबाट अनि जान्नु त्यो जान्दैन त्यो अनि अरू हेर्नुस् त के हेर्नुस् रे भाइ अरू के रे हामीले के गर्ने हो तिमीले नदेखाएको पछाडि देखाएको छैन तिमीले देखाउन पाएन या मैले हेरिरहेको छु त्यो त अनुहार हेर फेरि हेरे भिडियो ल्याइरहेको छु फेरि हालिदिन्छु फेरि स्विट अनि गीत खिचाउँ न बोल नभन् कि त्यो एकचोटि ड्राइभर दाइ भन् न ड्राइभर दाइ गर्न एकचोटि दे सिर्दैन यता आएर अलिक मजासँग गर हात यस्तो गराइकन ए हो दे अनि माया दुई चुल्टी बाटे कि हिजो पाइनमा कस्तो गरमा थियो अरे यस्तो भएर छचक्क भयो यस्तो गरेर नाचो कस्तो थियो हिजो सिर्जना तिम्रो नाचो हिजो के हेर कस्तो रे नानी नाच्छन् नि त कस्तो राम्रोसँग नाच्छन् के होइन कि अझ राम्रोसँग गर्ने हिजो भिडियो देखाइदियो नि त होइन के यस्तो यस्तो हो के कपी हुँदैछ उताको कपी यता हुँदैछ त्यही त यिनीहरूको पारा हेर्नु है साथीहरू एउटी उता कुनामा एउटी यता उताको कपी यता भइरह हेलो साथीहरू हामी चाहिँ अहिले घरमा आइसक्यौँ कता गइस् होइन बाख्रा सारेर पानी पर्ने जस्तो गरेर बाख्रा सारेर लिएर आयौँ लास्टमा पानी नै परेर अनि त 10 बजीतिर फुक्यो बाख्रा पनि भनेपछि 5 बजीतिर ल्यायौँ भने त चराएर जति चरायो भने अगाउन हिँड्ने त अगाउन त त्यो पनि हामीले लिएर आयौँ पानी पर्ने जस्तो गरेर अहिले चाहिँ म यतातिर घरको पछाडि पर्खालको यता पछाडि पर्खाल पनि देखाउन लाज लाग्छ सिमाली परिकन पुरा सिमाली परिकन पर्खाल उता चाहिँ छोरी अनि हामी चाहिँ यता गेटको यता पर्खाल पछाडि छौँ किनकि भनेपछि यतातिर चाहिँ यो स्वाटतिर जङ्गल फाल्नु छ जङ्गल फालेको उतातिर अलिकति छ यतातिर पुष्पहरू थियो नि त त्यही भएर यतातिर पनि फालेको हो जङ्गल फाल्दैछौँ हामी चाहिँ जङ्गल फाल्ने सरसफाइ कार्यक्रम जारी नै छ ल फाल यो कामहरूलाई चाहिँ काट यतातिरको त राख्ने होइन काटिँदै प्लास्टिक मार लो बाछ अब यतातिरको यो फल हो त्यो
फाल के फाल हे बिचारा अहिले आस्नदेखि फाल अहिले आस्नदेखि फाल त्यो भएन यहाँ यतातिर फाल्नु छ उतातिर अब अर्कै छ यतातिर नि फाल्या उतातिर नि फाल्या अस्ति यतातिर पुसा पोल्दैछ यता सफा गर्नु छ यतातिर थुप्रे उतादेखि हँसिया लिएर आउनु भएको छ यो काट्ने उतादेखि सट्टै काट्लै आमा